गाइज अब चाहिँ सनसेट पनि भइसकेको छ हामी है गाइज हामी चाहिँ अब खाजा खान्छौँ हाम्रो चाहिँ यहाँ चिकन हो राइस खम्बे 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 चियर्स खम्बे भन्नुहुन्छ नि कस्तो राम्रो देखेछ तर है आकाश दुईजनाको बिचमा त त्यति साह्रो पनि छैन ल देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुरै लाइट छ हामी चाहिँ यहाँ समुद्रमा आयौँ चढ्ने जहाज भनेर सोचेर आएको त तर यो हिँड्ने जहाज मात्रै रहेछ घामले के हेर्न सकेन एभ्रीवान वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा फेरि पनि म अर्को नयाँ भिडियो लिएर आइसकेको छु हजुरकै सामने सो आज चाहिँ मैले बाटोबाट भिडियो स्टार्ट गरेर छु यहाँ दादाले फेरि यो चाहिँ के बजाइदिनु भयो अनि हामी चाहिँ आज मैले चाहिँ भिडियो 4-5 बजे नि 5 बजेबाट चाहिँ स्टार्ट गरिरहेको छु सो ललिता घिमिरे वेलकम टु माई भ्लग थ्याङ्क यू तर मलाई राम्ररी देखाइदेऊ अनि मात्र ल बेबी वेलकम जान चाहिँ कहाँ लाग्यो हामी चाहिँ यो चाहिँ सस्पेन्स क्या ल हजुरलाई नि वेलकम हामी चाहिँ दुईजना अरे सधैँ दुईजना हिँडेर चाहिँ दुईजना भने सो आज चाहिँ हामी 4 जना घुम्न गइरहेको छौँ कहाँ जान्छौँ भनेर चाहिँ म हजुरहरूसँग सेयर गरि नै हाल्नेछु सबै होइन देखाइहाल्नेछु आज कस्तो यो धेरै मेकअप गरेर क्या कस्तो सेतो देखेको सब्सक्राइबर जतिले मलाई गर्नु यता सो अनि कतिजनाले चाहिँ मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ प्लिज सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला उता पनि गरिदिनु रे ललिता घिमिरे युट्युब च्यानलमा एडभर्टाइजमेन्ट कति साह्रो विज्ञापन सो अब चाहिँ हामी जान्छौँ सो गाइज हामी चाहिँ आइसक्यौँ हामी चाहिँ अहिले गोरियाको बौद्धमा छौँ बौद्ध चाहिँ होइन ओइदो भन्दै हामी चाहिँ यहाँ ओइदो आएको छौँ समुद्रमा घुम्नलाई घाम चाहिँ यति धेरै चर्को लागिरहेको छ यति धेरै चर्को छ घाम चाहिँ 6 बजे पनि यस्तो घाम चर्केको छ भयो साइकल धेरै पनि आएको भए हुन्छ नि कस्तो राम्रो देखेछ तर है आकाश यता न तिम्रो मेरो बनाउँछ दुईजनाको त हो अब हामी चाहिँ यहाँ के अग्लो र होचोलाई के भन्छ अरे हाततिर कमिलो होला अहिले कमिलै जत्रो चाहिँ छैन है तिमी म हाततिर जत्रो भए पनि ऊ अग्लो मान्छेले झन् स्यान्डल लगाएर झन् अग्लो भन्छ म चाहिँ बेबी हामी त हरायौँ नि त डल्लो भएर दुईजनाको बिचमा त लु त्यति साह्रो पनि छैन ल अब चाहिँ यहाँ हामी एक चक्कर मार्छौँ एक चक्कर उता कस्तो राम्रो देखिरहेछ त्यो आकाश अब हामी चाहिँ यहाँ घुमफिर गर्छौँ अनि त्यसपछि के गर्छ भनेर चाहिँ म हजुरहरूलाई देखाउने छु ल हेर्नु घाम यस्तो धेरै चर्के छ हामी चाहिँ समुद्रमा गर्मीमा चिसो खानलाई चाहिँ समुद्रमा आइसकेको छौँ हाम्रो ग्रुपहरू चाहिँ अगाडि 3 जना गइरहनु भएको छ होइन हाम्रो ग्रुपहरू यहाँ चाहिँ परेवाहरू पनि छ कति धेरै अनि 20 तारिख पो बढ्छ त एकैचोटि बढ्छ त छैन पुष्टिकर भन्छ म पनि सक्दिनँ आँखा हेर्न के भएको हामी चाहिँ घुम्दैछौँ पछि पुस भएन भने चाहिँ बरु अलि ल गाइज हामी चाहिँ गर्मी भएर अब यहाँ जुस खान लागिरहेछौँ आइस पानी भन्दा पनि भयो यहाँ चाहिँ सर्भिस दिने चाहिँ तीनजना हुनुहुन्छ म चाहिँ भिडियो बनाउने
लड्ला नि पछाडि फेरि भिडियो बनाउनु भएर मोटो मान्छे हतपत उठ्न सक्दैन खम्बे 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 भन्नुहुन्छ नि ल हामी चाहिँ अब यो खाँदै घुमसम्म गर्मी छ यस्तो धेरै हामी चाहिँ गाई यहाँ घुमफिर गरेर यसरी खाँदै हिँडिरहेछौँ घाम चाहिँ एकदमै धेरै छ अनि समुद्रको छेउमा चाहिँ शीतल हुन्छ गर्मीमा भनेर चाहिँ हिँडेको निधार चाहिँ यस्तो खुम्चिरहेछ किनकि यहाँ घाम धेरै छ पछाडि देख्न सक्नुहुन्छ समुद्र गाइज हामी चाहिँ यहाँ पानी जहाजमा चढ्ने भनेर आएको त पानी जहाज त जहाँ चढ्ने तर नगुड्ने टाइपको छ यस्तै मान्छे यसरी सुतिरहँदो रहेछ नि उता बनाएको हो यो त अनि मान्छे धेरै हुन्छ अनि म त चढ्ने साँच्चै यहाँ चढ्ने भनेको त यो नगुड्किनेवाला पो रहेछ वेटिङ भनेको रहेछ हामी त एकगोदै छौँ त अलिकति हेरौँ न हौ अलिकति पढ्ने बानी पनि बसालौँ न क्लास लेभलको त मतलब भएन गाइजहरू सारा जोसलाई पनि क्रस लगाइरहेको छु रमाइलो भइरहेछ मुड फ्रेस भयो मेरो फ्रेस भयो अहिले त अल चिल लागिरहेको थियो नि त पुरै बसेर म सबै समुद्र भ्यू गराउँछु कुन चाहिँ ग्रुप घन्टा ग्रुप रे ल गाइज हामी चाहिँ यहाँ घुम्दैछ है मेरो पनि बनाइदेऊ त ल्याऊ यसरी हिँड्न त उता हो गाइज हामी चाहिँ यहाँ समुद्रमा आयौँ चढ्ने जहाज भनेर सोचेर आएको त तर यो हिँड्ने जहाज मात्रै रहेछ घामले के हेर्न सक्यो त कस्तो चक्कर लाग्दो यहाँबाट भिडियो बनाउन राम्रो आउँदो रहेछ लु भयो है ए घामले गर्दा कस्तो राम्रो रहेछ गाइस यहाँ हेर्नु ल यो चाहिँ हो साउथ कोरियाको ओइदो भन्ने ठाउँ कतिजना आइसक्नु भएको छ म चाहिँ योसँग चाहिँ 3 चोटि भइसक्यो आएको चाहिँ तर त्यही पनि गर्मी मौसममा चाहिँ शीतल हुन्छ सो हावाहरू आनन्द आउँछ सो म चाहिँ यहाँ आएको छु म चाहिँ आएको छैन आएको छु तीहरू हामी चाहिँ अझै घुम्दैछौँ यहाँ घुम्दा घुम्दा अल्छी लागेर अब नाइट भ्यू चाहिँ खतरा देखिन्छ भनेर चाहिँ बसिरहेको छौँ देखिन्छ देखिँदैन थाहा छैन मैले नि नाइट भ्यू त हेरेको छैन अहिलेसम्म हेर्न त गाइस हामी चाहिँ अझै घुमिरहेछौँ समुद्र नै बस्दा बस्दा गफ घुम्न आएको मान्छे 1 घन्टा जति त बोर्डमाथि बसेर पानी जहाज देखाउनु पर्यो नि पानी जहाज देखाइरहेको पानी जहाज चढेर गफसफ गरेर अनि हामी चाहिँ आइसक्यौँ हामी चाहिँ 4 जना अरू बेला 2 जना हुन्थ्यो आज 4 जना सार्दैछ घाम चाहिँ के भएको यस्तो मामा नसकिने भयो यहाँ चाहिँ खिचौँ क्यार वाउ ब्याकबाट कस्तो राम्रो देखिरहेछ पछाडि चाहिँ
त्यसरी थाहा नदिकन बनाउनु हुँदैन कि फेरि आइडी गयो भने त उहाँ प्लेन आइरहेछ अब हामी लु ओए 5 सम्म जाउँ हुन्छ हिमालय हिमालय नै भन्नुपर्छ हामी समुद्र छेउमा चिल मारेर बसिरहेछौँ हामीले कहीँ हिँड्न सकेको छैन मैले अस्ति क्लासमा ल गाइस हामी चाहिँ फोटो खिच्यौँ एकछिन पाइन तुईको खिचेको छ मेरो त सबैलाई आफ्नो त्यस्तै लाग्छ एकछिन खिच्यौँ अर्ली मर्निङ यहाँ आएर बस्यौँ कस्तो यो पानी चलेर क्या यो बोटै चले जस्तो भयो नि यहाँ चाहिँ पुरा गफ चलिरहेको छ दुईजनाको चाहिँ हामी चाहिँ यहाँ कस्तो होला यो स्विमिङ कस्ट्युम ल्याएर हामी चाहिँ गाइस यहाँको फोटो भिडियो खिच्दैछौँ अझै यहाँ मान्छे चाहिँ एकदमै धेरै छ गाइस हेर्नु सनसेट हुन लाग्यो अब चाहिँ अहिले चाहिँ अलिक भएको छैन अब एकछिनमा हुन्छ हामी चाहिँ जाँदैछौँ अहिले नाइट भ्यूमा खतरा देखाइदिन्छु गाइस तपाईँहरूलाई चाहिँ म पनि नाइट भ्यू त हेरेको छुइनँ फर्स्ट टाइम हो आउन चाहिँ आएको छु तर त्यति धेरै चाहिँ हेरेको चाहिँ छैन बुढा चाहिँ ऊ त्यहाँ जाँदै हुनुहुन्छ ल साथीहरू हेर्नुहोस् घामहरू यहाँ चाहिँ सनसेट हुँदैछ सबैजना चाहिँ यहाँ चाहिँ सनसेट हेर्नु होला भर्खर सनसेट हुँदैछ भर्खर अब चाहिँ सनसेट पनि भइसकेको छ हामी सनसेट हेरेर चाहिँ समुद्रबाट चाहिँ अब जाँदैछौँ हामी सबैजना अब चाहिँ कहाँ जान्छु के गर्छु भनेर चाहिँ फेरि देखाउने छु है अब त भोक पनि लाग्यो कस्तो राम्रो देखिरहेछ है अब चाहिँ भोक पनि लाग्यो अब चाहिँ खाजाहरू चाहिँ खानुलाई जान्छौँ होला हाम्रो लागि त भएकै छैन उ त्यो बत्ती बलेमा त मात्र हो त्यो बत्ती बल्दैन होला के भयो नभएकै म पनि खाएन अनि पटासन किनेकै छैन अहिले कहाँबाट हिँड्ने फ्याप यस्तरी बिजोकले मेरो पनि भिडियो बनाइहालौँ न अलिकति रहेछ बाटो पका बोकिदिनु है चिम्टी सम्हाल गाइस हामी चाहिँ अब खाजा खान्छौँ हाम्रो चाहिँ यहाँ चिकन होराइज आइसकेको छ अब चाहिँ हामी खाना खान्छौँ खाना रे खाजा खान्छौँ हेर्नु नाइट भ्यू समुद्रको चाहिँ यस्तो छ गाइस समुद्रको नाइट भ्यू चाहिँ उता चाहिँ पुरै झिलिमिली छ सहर हाई हेलो उता छोड्नु अरे लिनु हेलो गाइस कहाँ यो पछाडिको भ्यू आउने गरी अहिले के गरेको हामी चाहिँ यहाँ 9 बजिसक्यो अझैसम्म यहीँ घुमिरहेको छौँ हामी घुमिराखेको छौँ 9 बजे रातिसम्म सबैजना चिकन खाएर त्यो पनि चिकन देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुरै लाइट छ लगाएर कुदेको यहाँ चाहिँ पुरै लाइट छ ओइ मान्छे आएको छ नि त अनि हामी यहाँ पुरै नाइट भ्यू हेरेर
अब चाहिँ घर जानुपर्ने हुन्छ हामी। अब घुमफिर भिडियो सिडियो फोटो सोटो सब सक्यो अब इनफ। ओइ तर यहाँ त बनाउने हो नि। अनि यहाँ हेर्नु नै ला मेरो त 2 मा पो भिडियो लिइरहेको रहेछु। ओइ 0 मा ल्याउ न यो त। अघि चाहिँ मिस्टेकली यहाँ देख्न सक्नुहुन्छ। ए यहाँ त धेरै बल्दैन रह नि त अलिअलि त रहेछ नि। यहाँ त अँध्यारो आउँछ हौ के खिच्नु। अब चाहिँ हामी घर जान्छौँ। कति बज्यो? पहिला यो हामीदेखि नयाँ हुँदा सुरु त्यही त राम्रो हुनु त। कति बजिसक्यो? 9 साढे 9 होला। 9 बज्यो। अब चाहिँ हामी फाइनली घर हिँडेको। हजुर रातिको 9 बज्यो। 9 गाइस हामी अब घर जाने। ज्योतिष शास्त्र चाहिँ ज्योतिषको साङ्दा हो यिनीहरू के हो र ज्योतिष हो र कोरियन चल्दो रहेछ त्यस्तो। गाइस हजुरहरूलाई चाहिँ भिडियो के कस्तो लाग्छ सबैजनाले फुल वाच हेरेर चाहिँ प्रतिक्रिया दिनु होला। अनि हामी चाहिँ घुमफिर गरेर घर पनि आइसक्यौँ। अनि अब चाहिँ भिडियो इन गर्नुपर्ने हुन्छ। साथीहरू धेरै नै रमाइलो भयो, घुमफिर गरियो, एकदमै धेरै इन्जोय गरियो। समुद्रमा चिसो ठाउँमा चाहिँ गएर चाहिँ बसेर सो हामी चाहिँ इन्जोय गरेर घर पनि आइसक्यौँ। अनि यतिन्जेलसम्म हेरेर साथ दिनुभएकोमा चाहिँ धेरै धेरै धन्यवाद सबैजनालाई। अब चाहिँ नेक्स्ट भिडियोमा भेट्नेछौँ भन्दै आजको भिडियो चाहिँ म यही नै इन गर्न चाहन्छु। मेरो च्यानललाई चाहिँ कतिजनाले चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ प्लिज सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै बाई बाई।